very, very important topic that comes in everyone's life. I want this to be an interactive program, so I get to know what the students think about birds as well. Sarva Pratham, how many of you have ever felt the pain of being burnt? Chiale, coffee, agole, tato pani, kokasलाई खोलेको छ भनेपछि अलि अनुभव त गर्नुभएको रहेछ आज while we sit here, there are 31 patients in a hospital very close to you that is fighting for life and death. यहाँहरुलाई जब एउटा सानो चोट लाग्छ नि, आमाले बुवाले या आफै गएर एउटा औषधि पसलबाट एउटा सानो ट्युब किनेर ल्याउनुहुन्छ हैन, गाउँमा लानु। साइन्स पढ्नुहुन्छ स्कुलमा? सबैभन्दा शरीरको ठूलो अर्गन कुन हो? Which is the biggest organ of a human body? Yes. र बर्डले सबैभन्दा ठूलो अर्गनलाई इफेक्ट गर्छ। सानो एउटा चोट लाग्दाखेरि यहाँले एउटा सानो ट्युब किनेर ल्याएर अलिकति लाउनुहुन्छ। अब सोच्नुस् आदि शरीरै जलेर घाउ भएको छ भने त्यस्ता कतिवटा ट्युब एकचोटिलाई चाहिएला, त्यसको पेन कति होला? सानो एउटा सियोले घोच्दाखेरि त दुख्छ भने 60% 70% शरीर जल्दाखेरि कस्तो अनुभव हुँदो? सबैभन्दा धेरै मान्छे के कारणले जल्छ थाहा छ यहाँहरुलाई? त्यो त एउटा माध्यम मात्रै हो। सबैभन्दा ठूलो कारण के हो भने म त जल्दै जल्दिन भन्ने ग्यारेन्टी। सबै हामीले के सोच्छौं भने मूर्ख पो त जल्छ नि त, आई एम स्मार्ट, इट विल नेभर ह्यापन टु मी। अनलकीली that is not the truth. जल्ने भनेको जो कोहीलाई जहिले पनि पर्न सक्छ, किनभने none of us can live our lives without fire or without heat. खाना पकाउनै पर्यो, तातो बस्नै पर्यो हैन। त्यसैले यो इन्टरएक्टिभ कार्यक्रम कृपया ध्यानले सुन्नु होला, किनभने the last thing I want is to see any of you in the burn hospital. Don't be confident, it will never happen to you. All the people who reached the hospital were 100% confident कि मलाई त हुँदै हुँदैन। So first and foremost, एक जनाले एकचोटि आन्सर दिनु होला, के चीजले मान्छेलाई बोल्न सक्ला? 1 2 हजुर, तरल पदार्थ, तातो तरल पदार्थ। Number 3, acid. Okay. 4, so there are multiple reasons. Electricity is one of the biggest. बत्तीले current मात्रै लाउँदैन, बत्तीले नराम्रोसँग पोल्छ if the voltage is high। त्यहाँबाट corrosive material मा एसिडले पनि पोल्छ, अल्कलाइनले पनि पोल्छ। तातो तरल पदार्थ, चाहे त्यो तातो तेल होस् चाहे तातो पानी होस्, त्यसले पोल्छ, आगोले पोल्छ हैन। केही गरी पोलिहाल्यो, अघि यत्रो हात माथि गएको थियो, पोलेपछि एकजनाले भन्नुस् त के गर्नुभयो सबैभन्दा पहिला? हैन, एकजनाले जवाफ दिनु पर्यो। अनि उपाय चाहिँ के अपनाउनु भयो त? See, first and foremost, जब कसैलाई कुनै पनि भाग जल्छ, the first thing you do is, मैले भनेपछि सेकुवा खान कम लाग्ला तर भन्नै पर्छ। यदि पोलेको सेकुवा तपाईको प्लेटमा हालेर टेबलमा ल्याउँदाखेरि पनि त्यो यहाँले ध्यानले हेर्नु भने चरचराइरा हुन्छ। आगोबाट त टाढा आइसक्यो नि, तर सेकुवा त चरचराइरा हुन्छ। त्यसैले के बुझ्नुस् भने जब शरीरको कुनै भाग जल्छ
दौडेर अस्पताल जाने होइन, धारा छ भने धारा खोल्ने, धारा छैन भने जार बोतल जेको भए पनि नर्मल रुम टेम्परेचर को पानीले 15-20 मिनट त्यो भागमा बगाइरहने पानी। तपाईले त्यो पानीबाट हात छिप्नुभयो भने पोल्यो भने फेरि हाल्नुहोस्। तपाईको शरीर जल्न छोडेपछि पोल्न छोड्छ। त्यसैले यदि अहिले जलन भयो र तपाई अस्पताल दौडेर जान लाग्नुभयो भने तपाई जल्दै गइरहनु भएको छ। त्यसले गर्दाखेरि यहाँको जुन वुन्ड छ त्यो डिपर हुन्छ। त्यसैले कसैलाई आफ्नो आफ्नो आफन्त आफ्नो कसैलाई पोलेको खण्डमा सर्वप्रथम सफा रुम टेम्परेचरको बगिरा पानीमा 15-20 मिनट त्यो पानी त्यो घाउमाथि बगाइरहने। त्यसपछि कुनै एउटा सफा टालोले छोपेर उहाँलाई नजिकको अस्पताल लानुहोस्। कृपया टमाटर, घिउकुमारी आदि इत्यादि केही पनि गर्ने काम नगर्नु होला। त्यो चाहिँ हाम्रो नेपाली परम्परागत गल्तीहरू हो, त्यो उपाय होइन। अर्को चीज पोलेपछि खोका उठ्छ, खोका फुटाउनु हुँदैन। त्यसैले खोका सहित अस्पताल जानुहोस् र यसमा बहादुरीको कुरा केही पनि छैन। यति जाडो पोल्दैमा म किन हस्पिटल जाने भन्ने गल्ती नगर्नु होला। एकचोटि गएर देखाउँदैमा केही पनि बिग्रिँदैन। यहाँहरु मध्येमा खाना कसले पकाउनुहुन्छ? ल ग्यासको चुलो यो राखेको छ हैन, यो ग्यासको चुलो हो नि। हामीले फ्राइङ प्यानमा अन्डा पकाउँदाखेरि त्यो ह्यान्डल कतापट्टि राख्छौं भन्दा हामीपट्टि राख्छौं, किनभने समात्न सजिलो हुन्छ नि। त्यो जहिले पनि साइडवेज हुनुपर्छ। त्यसैमा हात लागेर तेल उछिटिने, पानी उछिटिने र आफू जल्ने हुन्छ। र त्यो भन्दा पनि बेवकुफी अहिले अर्कै छ। खाना पकाउँदाखेरि टिकटक हेर्ने कतिजना हुनुहुन्छ? खाना पकाउँदाखेरि पूर्ण रूपमा आगोको छेउमा आउँदाखेरि 100% ध्यान चाहिँ आगोतिर दिनुस्, टिकटकतिर या सामाजिक सञ्जालतिर या यो पकाउँदैछु भनेर स्न्यापच्याटमा साथीहरूलाई तस्बिर बन्द गर्नुहोस्। धेरै दुर्घटनाहरू त्यसले भएको छ। अर्को घरमा सानो बालबालिका भएको को छ? भाइ बहिनी भान्जा भान्जी कतिजना हुनुहुन्छ? यहाँको घरमा बच्चाको बढी माया गर्छन् कि फर्निचरको? कफी टेबलमा त्यो कफी टेबलमा टेबल कभर लगाएको घर कतिवटा छ बच्चा भएको? डाइनिङ टेबलमा कपडाले छोपेको डाइनिङ टेबल भएको कतिवटा घर छ? त्यो आज गएपछि सबै टेबल क्लथ निकालेर फाल्दिनुहोस्। बच्चा भएको घरमा यहाँले टेबलमा टेबल क्लथ लाउनु भयो भने बच्चा भन्दा बढी फर्निचरलाई माया गर्ने घर रहेछ भनेर बुझ्नुहोस्। किनभने त्यो बच्चा उठ्दाखेरि त्यही कपडा समातेर उठ्छ र माथि भएको तातो वस्तुले पोलिन्छ। सुन्दाखेरि कति सिम्पल छ, जलेपछि थाहा हुन्छ हैन। त्यसैले अधिकांश नेपालीले बच्चा भन्दा बढी फर्निचर माया गर्ने गर्छ र एउटा ठूलो कारक त्यो हो। अर्को चीज, अब अहिले मैले यहाँ तस्बिरहरू किन देखाउन मिलेन भने हाम्रो कानुनमा 18 वर्ष भन्दा मुनिको बालबालिकालाई जलनको ग्राफिक तस्बिरहरू देखाउन मिल्दैन हैन, किनभने त्यसले कतिपय चीज मैले यो काम गरेको लगभग 20 वर्ष हुन लाग्यो। सबैभन्दा ठुलो भगवानले देन के दिया रहेछ भने अहिलेसम्म बौलाएको छैन। त्यति पीडा देखिन्छ। जलनले 90% केस यहाँले सुन्नुभयो भने बर्न इन्सिडेन्टलाई कुरूपतासँग जोडिन्छ। किनभने हाम्रो समाज अहिले ओभर ऑब्सेस्ड छ विथ फिजिकल ब्युटी। ओभर ऑब्सेस्ड, कालो भए नराम्रो, मोटो भए नराम्रो, खै के भए नराम्रो, यो भए नराम्रो, राम्रो चाहिँ के हो मैले अहिलेसम्म बुझेको छैन है। त्यसैले एभ्री इन्डिभिजुअल इज ब्लेस्ड एन्ड इज ब्युटिफुल एज लङ एज यु आर हेल्दी। जुन दिन स्वास्थ्य बिग्रिन्छ नि, त्यो राम्रो अनुहार पनि काम लाग्दैन, त्यो दुब्लो शरीर पनि काम लाग्दैन, केही पनि काम लाग्दैन। नाउ फर द थर्ड थिङ,
यहाँहरू सबैको घरमा पक्कै पनि ग्यासको चुलो र ग्यास त होला। कतिजनाले किन्नु भएको छ ग्यास? भ्याट बिल माग्न नबिर्सिनु होला। कसैको घरमा पनि दुर्घटना नहोस्, तर भएको खण्डमा त्यो भ्याट बिल यहाँको घरै जल्यो भने पनि त्यो डिलर कहाँ यहाँको भ्याट बिल बाँकी रहन्छ। त्यो हुनाले त्यो प्रमाण हो। त्यसैले भन्नु त भन्नु के सिक्नु भयो? अब घर गएर चाहिँ तपाईँले के भन्नुहुन्छ? Thank you. Please round of applause to all, right? Being an ambassador to prevent the burn, you will go back to your houses, you will go back to your community and do all those activities which does not cost you. Those small activities can save your life. So I'd like to thank all of you for being here.